ल धमाधमी बारी हो भान्सा डेराको चाहिँ है। अब यहाँ मार्किङ हुँदैछ हाम्रो ठ्याक्कै जति सक्दो खाने ठाउँमा ठुलो स्पेस राखौँ भने त यहाँबाट उता भन्दै गरेको ल भान्सा डेराको पनि नमुना रेडी भइसक्यो, आकार निस्किसकेको छ। यता साथीहरू बास ल्याउँदै फेलाउँदै बास तनाइ धमाधम चल्दैछ धमाधम। ल त गाइज अब सुरु भइसकेको छ हाम्रो भान्सा डेरा बढ्नलाई। स्याट्टै हिलाएर यहाँनिर दाजुभाइहरूले हाम्रो भतिजहरूले सुरु गरिसक्यो होइन दाजु? लु अब के गर्नु, गराउनै पर्यो। गाउँघरमा यसो होइन, गाउँघरको टाइपमा एकदम अर्ग्यानिक टाइपमा बन्दैछ। आमामा अब चाहिँ यहाँ खतरै होला जस्तो छ है। बिचमा चाहिँ योचोटि चाहिँ जे होस् खाने ठाउँ खुल्ला हुने भयो क्या। साह्रै कुचुरुकै भएर होला त्यो अटस पटस लाग्यो क्या। यस्तो हुनुपर्छ क्या पुरै डाइनिङ हल, कबड हल जत्रै होस् न त कमसेकम भएपछि। सबैजना आफ्नो आफ्नो काम गर्दै हुँदै यहाँ अब खानपिनको लागि टनेल लाग्दैछ भने यता पकाउनुको लागि सिसामाथि हिँड्नु, आउनु माथि सिसा। भ्याइ नभ्याइ भयो जिन्दगीमा, आउन यता माथि। चुला अब आउँदैछ गाइज फेरि यहाँ ठ्याक्कै चुला, ग्यास चुला। यो के तपाईँहरू चाहिँ कुम्लो कुटुरो बोकेर कता काम गरेको जस्तो गर्दै मात्रै हिँडेको कि कामै गरेको? एउटै यता र उता मात्रै बोकेर हिँडेको हिँडेको गर्नु हुँदैछ नि? ए ल त्यो भने ठिक छ। वेलकम गेट नक्सा यता छ, ग्राउन्डमा यता बन्दैछ। तल भान्सा डेरा पनि एकदम रेडी भइसकेको अवस्था। के गर्नु है, गर्नै पर्यो ट्याक्कै लाएर। हजुर खाने ठाउँ बन्दैछ धमाधम। यस्तै काम चाहिँ अलिक बाक्लो हाल्नु हौ, कति पातलो हौ छ त हौ स्याउला। नाइस नाइस। भात देखिँदैछ माथिबाट, पातलो न पातलो दाल रहेछ भनेर माथि थाहा हुँदै कि त्यहाँनिर चाख्दै गरेको पनि देख्छ। यो कस्तो रहेछ भनेर चाख्दै गरेको क्या, हात चाट्दै। हजुर ओके छ त। है त अलिक बाक्लो हाल्ने, बाक्लो मजाको भरे सिउरिँदै हुन्छ होला। के हुँदैछ त भान्जा रेडी हो यो अब च्याटेर यत्रो हो नि त खाने ठाउँ त कमसेकम खुल्ला कुदी फिनिसिङ नै भइसक्यो। ल यतापट्टि बार्नु पर्दैन ल, यो भ्यू पोइन्ट यता भ्यू पोइन्ट यतापट्टि चाहिँ कसले बार्ने छ हामीसँग ठाउँ पर्दाले भ्याउँछ होइन। यता अनि यता भान्सेहरू के गर्छ भने नदेखेको हुनुपर्ने ठ्याक्कै। यहाँ एउटा ढोका, पल्लोसम्म एउटा ढोका। लु 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 ल रमाइलो छ। अब के गर्नु, काम गर्नु पऱ्यो। खाजाको व्यवस्था हुँदैछ कि होइन माथि त्यो पनि हेर्नु पऱ्यो। गाह्रो छ यहाँनिर होइन। गाडी सबैजना हुँदैछ त्यहाँ, फ्रेम रेडी भइसक्यो तलको लागि। ल फेरि हाम्रो चेलीहरूले ट्याक्कै लाएर के हुँदैछ, पुतली कि सुतली बन्दैछ। अनि यता वाटर प्रुफ किन्नु ठिक हुन्थ्यो होला हौ। किन्नु होइन त्यो अर्कोवाला झिलझिलेवाला क्या, झिलझिलेवाला नलिएको एकचोटि। तपाईँको चाहिँ नाङ्लो केलाउने कार्यक्रम सकिएन यो जुनीमा? चल्छ मासु चाइनिज किराहरू, त्यो त मासु पो त नि। अब हाम्रो मेन काम रह्यो यहाँनिर स्टेज बेहुला बेहुलीको लागि। ट्याक 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 खो यो धाजाहरू गाडेको केही छैन त काम त यार। दादाले झार चोर भए म मम्मीलाई भनिदिन्छु त। हेर्नुहोस् गाइस, हेर्नुहोस् गाइस के गर्दै हुन्छ दादाले। बहिनीले पक्रिहाल्यो भने यहाँनिर चिप्ला अलिकति जुस चाखेको मात्रै साथीहरू। अब म भनिदिन्छु गाइस, भनिदिकिन भनिदिउँ भन्नु त दादालाई। ओरे मेरो मलाई हिँड्न आउँदैन झन्डै दाइहरूले बनाउँदैछ यहाँ सट्टै। यो के हो
पानी खानलाई ठक्क धारा नजिक मिल्दैन फेरि त्यसरी त हुन्छ हुन्छ गाई चाहिँ धाराहरू छ अरे उद्धो पनि जान्छ नि त पानी नै दुईटा धारा जाने धारा हो यो कालो देखिनु भयो भान्सा डेरा होइन भोलि यहाँ सट्ट खाना बन्छ यस्तरी यस्तै 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 भन्छ यस्तै यो हाम्रो भान्सा डेरा भन्छ यसलाई सट्ट गाउँघरमा अब यो चाहिँ के गर्ने छ अहिले चुला बन्ने क्रममा छ चुला कसरी हुन्छ क्रसिङमा जस्तै कि मानौ यहाँनिर एउटामा बन्छ दाल एउटामा चामल एउटामा सब्जी एउटामा मासु अझै पनि उतासम्म बनिन्छ होला होइन चुला काफी छ यो यता खानासाना राख्ने एउटा साइडमा यो के हो फेरि यो बस्ने ठाउँ होला के होला सुत्ने ठाउँ बस्ने ठाउँ होइन ए के हो यहाँ यस्तो भाडा माज्ने बाँस ठाउँ पनि यति राम्रो अच्छा भोलि तिमी हुन्छ हुन्छ गाइज हाम्रो घरतिर चाहिँ यस्तो बाँस पनि दह्रो किन्नुपर्छ फेरि यहाँनिर कहाँ यो के हो अटोमेटिक ल अब यता छिटो 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 यहाँ चाहिँ यो चाहिँ के हो माम खाने ठाउँ यो डाइनिङ हल ए यस्तो मिठो हल यो चेयर के छ भने अलिक कम भएकोले गर्दा एक साइडमा चेयर लाग्छ सट्ट होइन अनि अब चेयर अभाव भएकोले गर्दा यो लाइनमा चाहिँ म्याट अर्ग्यानिक टाइपको म्याट स्याटको कुरा नगर्नु नगर्नु न नगर्नु म्याट होइन यहाँनिर के लाग्छ ठक्क पटाइमाथि लाइनै लागेर बसेर खाने मिठो रमाइलो आउँछ तर फेरि यता Guys. भ्यू पोइन्ट पनि छ यो पर्यो भने उता फेरि भ्यू पोइन्ट यता लु दादा र म चाहिँ यहाँ दादाको क्यामेराम्यान चाहिँ आजको को हो भनिदिनु मेरो बहिनीले अब म हो है आजको क्यामेराम्यान क्यामेराम्यान किनभने म बिजी छु काम छु अब चलाउनु पाउँदैन नि त सो बिजी भएर माथि अनि चाहिँ मलाई बहिनीलाई खोज्दै मैले हुनुहुन्छ होला सिकाइरहेको छु यहाँ बहिनीले सिधा आउनु गरिरहेको त यता हेरिदिनु क्यामेरामा हेलो सु छ। मासु चाहियो दाल चाहियो घिउ चाहियो के चाहियो मलाई त मासु चाहियो यसरी हुन्छ भोलि ल यहाँ हुन्छ लु सिधा बोकिदिनु बाई 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 यहाँ हेर्नु न बुन्छ यस्तरी लाउने हो गाइज यस्तरी हो तर म चाहिँ लाउँदिनँ मिस्टेक हो गयो गाइज यो चाहिँ बहिनी हाम्रो ठ्याक्कै खाजा आज खाजा कार्यक्रम भइरहेको छ सबैजनाले देखायो होइन एक राउन्ड सबैजना घुमाइदेऊ यता देखाएँ हाम्रो आज बिहेको पूर्व अघिल्लो दिन अनि ठक्क सबैजना अब भान्सा डेरा सबै बनाउने खेताला भनौँ होइन खेताला पछाडिको खाजा खाजा खुवाइ प्रोग्राम यो चाहिँ सट्ट परसम्म देखाइदेऊ 100 हालेर डिलिभरी गर्नु पर्दैन ल ल ल ल सो गाइज खाइसक्नु भएको छ अरे मान्छे पछाउँदै आउँछ कति महिना भयो सुना राख्नु भएको 3 महिना भयो माघमा ल्याएको होइन कस्तो मजाको यो त अनि भेरतिर हिँड्ने बानी हो नि त यता यसको त ल ल हेरौँ त गाई चाहिँ घोरलको बच्चा अचम्मै लाग्दो म त छक्कै परेँ आइज ल तपाईँ गएकोतिर जान्छ होला ल घोरलको बच्चा हेरौँ त गाई घर घरमा यो पाडा कि पाडी ए माउ हो ल हेर्नु त आमालाई पछाएको यसरी यहाँ हेरौँ न साथी हो यो घोरलको बल्ल यस्तो देख्नुभएको छ मान्छेसँग यसरी हिँडेको तपाईँले त पुरै चिन्दो रहेछ नि अनि ऊ हेर्नु न ऊ मान्छेलाई त ऊ गरेको जस्तो क्या ऊ ल आम्मामा ल गाई चाहिँ हेर्नु त घोरलको बच्चा म छक्कै परेँ आफ्नो गाउँमै घरमै पो लिएर आउनुभयो सुनाले छक्कै पर्दो यो त जङ्गलमा हुने चिज हो नि त यो त खासमा जङ्गल तर मान्छेसँग यसरी एट्याचमेन्ट हुनु भनेको योसँग पनि केही इमोसन चाहिँ रहेछ क्या ए कस्तो छिटो थाहा पाउँछ को आयो भने अगाडि गाडी आएको हेर्दैछ है है हामीसँग त मान्दैन होला आइज ल मान्दैन आमा भएकोमा जान्छ ल तपाईँले चाहिँ के दिनुहुन्छ यसलाई के खानेकुरा चाहिँ गाई दुध गाईको दुध खाएर हुर्केको यो गाई दुध मको चामल उठेपछि ल्याउनु कति वर्षको थियो अरे यो ल्याउँदाखेरि सानो रसपिले पनि चिन्छ होला यता पनि ऊ उता चिन्यो फेरि रमाको थियो अन्त अनि हामीसँग आउँदैन फेरि घरद्वारसँग चिन्छ सबै खालि तपाईँसँग चाहिँ बस्दो रहेछ क्या अर्कोचोटि छुट्टी आउँदा पनि हेर्नु पाऊँ है यो चाहिँ अब घरमा खुर यस्तो हुन्छ ल आम्मामा जम गरेर यहाँभित्र बसी जाँदो रहेछ तालामा बस्छ कस्तो जम गर्छ नि हाम्रो तालामा त्यो ठाउँमा आम्मा
जम्दा कति अग्लो गरेको क्या म भोलि आउँछु लु लु ल छुना अब जानु हुँदैछ छुनासँगै जान्छ होला हेऱ्यो अब यो जान्छ मेरो ऊ पछि पछि आउँदैछ कस्तो बाटो हो होइन तपाईँ जताको यता जा मान्दैन ऊ ल ल हेरौँ त गाई चाहिँ जङ्गली जनावरले कसरी मान्छे चिनेको मान्छे जता चिन्छ त मृग त हो त अनि हेर त है हामीसँग मान्दैन ऊ धनीलाई पछाएको क्या होइन यो त यस्तो हुँदो रहेछ त गुनियोपछि त अनि हामीसँग मान्दैन ऊ आमा चिन्दो रहेछ क्या ओइ कहाँ गएको त यता आइज अब हेर यत्रो डिल पनि काटेर जान्छ ऊ यो त भिरहरू त यसलाई सबै चिन्छ नि त ल कहाँ गएको त अब हो रहेछ हौ अनि तपाईँ जताको त्यता जाँदो रहेछ है ल ल छुना ल बाई बाई हामी चाहिँ देख्न ल छुना ल एकदम बिजी बस्यो त मलाई म त दिवस अघि मनमा के भने नि आयो नि गाइस यता हेर्दिनु लु देमा र मान्छे गाइस रोटी पोल्ने मान्छे हेलो यो चाहिँ फेरि अर्ग्यानिक कार्पेट गाइस हेर नि त आम्मा दुबो पलाएन त यहाँ नि हेर्दै हेर्दै दुबो पलायो यी भान्जा कसरी दुबो चाहिँ यस्तो रहेछ सिस्टम यो हो आम्मा अर्ग्यानिक दुबो यति भएपछि न त खुट्टाको धुलो आउने न त चिप्लिने अर्ग्यानिक कार्पेट यस्तो छ है गाइजहरू गाउँघरतिर चाहिँ अङ्कलले झ्याप दिइरहनु भएको छ कार्पेटको कटिङ यो प्रोजेक्ट यो चाहिँ यो लात्ताला दिने मान्छे ठ्याक्कै बसेर अब भ्यू हेरेर खाने अगाडि हाम्रो प्रायोरिटी भनेको त यता अब चेयरमा बस्ने मान्छेहरू हो नि त यहाँ त अब अलिक अब उब्रे पाप्रेको बस्ने यता अटेन भने त यता बस्ने हो अनि त्यही पनि यो खुल्ला छ दामी छ लु अब फेरि सन त ठ्याक्कै आइपुग्नु भएछ यो कस्तो छ यो सिस्टम यो म्यानेजमेन्ट ठिकै छ होइन दाजु मेन इन्जिनियर अहिले क्युसी चेकको लागि आउँदैछ यो लु इन्जिनियर चेक गर्दा के पास छ कि छैन यो यसो फेल पो गर्ला जस्तो छ त होइन बोलेन त अनि ए गुड आएपछि ठिक छ यो हेर्नु त यो यस्तो भ्यू सिस्टम हुनुपर्छ क्या यो चाहिँ अब मैले बसेर ट्राई गर्छु है ठ्याक्कै यहाँ बस्ने यहाँ खाने यो पो मजा आउँछ त कुर्सी टेबलमा खाने कहाँ मजा आउँछ त अर्ग्यानिक गाउँघरमा भएपछि अर्ग्यानिक हुनु पऱ्यो गाइस यो मेरो सोच चाहिँ अनि यो सबैजना लागि पर्नु भएको छ दामी भएको छ ल है गाइस हाम्रो चाहिँ यहाँनिर अँधेरोमा स्टेज चाहिँ रेडी भइरहेको छ किनभने यहाँ चाहिँ अब हामीले तल दमकबाट बोलाएको थियौँ साथीहरूलाई राति भएर चाहिँ भर्खर हुँदैछ आम्मा यहाँ छ हाम्रो म कमान्डर होइन हाम्रो यहाँ चाहिँ हाम्रो चेलीहरू हिरोनी मान्छेहरू पनि देख्छु त हो नि स्याक्कै लगाएर रातको टाइममा हुँदैछ डेकोरेसन चाहिँ अब भोलि बिहान यसो फाइनल रूप चाहिँ हुन्छ गाइस ल गाइस हाम्रो गाइस आज चाहिँ अब रात त परिसकेको छ तर पनि हाम्रो चलिरहेको छ काम अब किनभने भोलि बिहे छ बिहान गर्दाखेरि ढिलो हुन्छ सो आज बेलुका नै अब माथि सिलिङहरू चाहिँ होइन ताकिराख्ने सल्लाह भएकोले चाहिँ हाम्रो गेट ठ्याक्कै साउन्ड सेट पनि रेडी हुँदैछ अब चाहिँ एकदम बिहेको माहौल प्रोपर सुरु भइसकेको छ दामी लाग्यो दामी मजाले